तर देखिसकेको छु यहाँ छौ एउटा सानो फिस्टा रहेछ यसको पनि क्लियर गरिदिन्छु है त म। हेलो गाइस, वेलकम बैक टू माय यूट्यूब चैनल। नमस्ते गुड टाइम गाइस। तपाईहरु सन्चै हुनुहुन्छ होला, म एकदमै सन्चै छु। आज चाहिँ म पुरै सन्चै छु, एकदम पुरै तन्दुरुस्त हुनुको लागि म आज चाहिँ मकै खाएर आइरहेको छु है। मुखमा धेरै मकै भएर बोल्नु नि भएको छैन। त यो खाँदै खाँदै अब यति बाँकी रह्यो, बोलेर खाएर आउँदै गरेको भोलिअलि धेरै डढी गएछ है गाइस एकदम। तपाईँहरूकोतिर चाहिँ कता कता तपाईँहरूको चाहिँ घरहरू कता कता हो त्यो त थाहा छैन। मकै कति खाने बेला भएर तपाईँहरूकोतिर पनि त यो म चाहिँ पानी परेर यत्रो खोला पनि भइसक्यो यार। अब पौडी पुरै त्यति निजाको बनाउने पौडी अनि खेल्नुपर्ने छ यार। पौडी हामी पहिले सानो सानोमा चाहिँ पौडी बनाइन्थ्यो, यसपालि पनि बनाउनु पर्यो सोचिरहेको थियो। पौडी बनाउने खेल्ने तपाईँहरूको लागि पनि, तपाईँहरू पनि आउनु छ भने भन्नु, मलाई कमेन्ट गर्नु होला। एकचोटि पौडी खेलेको 50 रुपियाँ, एक डुब्की हानेको। त यो पानी यत्रो जे बनाएको छ भइसकेको छ। अब आज चाहिँ भयो म चरा हान्नु जान्छु, नत्र यतिकै गाउँ डुल्नु जान्छु, गोल खेल्नु। गोल पनि खेल्नु जस्तो लागेन, मेरो घर चाहिँ ग्राउन्डमा हेरेको तर बल खेल्नु जस्तो लागेन। कस्तो बल देखिरहेको छु होला है। आज चाहिँ म चरा हान्नु जानु परेँ, म यहाँ बालिरहेको छु। यहाँ म त पुरै तालु भएर चरा बालिरहेको छु। यता बसेको छ, आज म हेर्छु। तर आज बस जस्तो मलाई लागेन, 20-30 ढुकुरहरू भेट्नु नि। चराको त नामै भेट्यो भने तपाईँलाई डाइरेक्ट म भेट्छु है त। हेलो गाइस, मैले चाहिँ फेरि चरा झारिसकेको छु। यतै कता झरेको छ, मैले झारेको मारिसकेँ। एउटा चराको काम तमाम गरिसकेको छु। झर्नु चाहिँ यतै झरेको, तर कहाँ झर यार, खोज्नुपर्छ। ठुलो चरा थियो, हामी चाहिँ अलि ठुलै चरा हामी चाहिँ हानेको थिएँ। कता झर तर यस्तो छ नि त, यो पुरै झुप्सी छ। कहाँ झर ला भइयो नि, कता झर हो खोइ हौ। तपाईँलाई चाहिँ म डाइरेक्ट भेटेपछि भेट्छु है त गाइसहरू। चाहिँ भेटिसकेको छु, यहाँभित्र रहेछ है पुरै चरा चाहिँ यहाँ छ। बलहरू पनि म हान्छु यतिकै यस्तै गर्दै। 3टा थिन्छु थियो, 2टा उडीका 2 फार हानेको थियो कि लागेको थियो जस्तो लाग्यो। कताको एउटा चाहिँ यस्तो बाल्नुपर्छ, बिस्तारै बाल्दै जाने हो। भेट्दै गइन्छ, म बाल्दै जान्छु। त्यो यता तपाईँलाई चाहिँ फेरि म चरा भेटेर हानेपछि भेट्छु है त गाइस। फेरि चरा देखिसकेको छु, यहाँ छौ एउटा सानो फिस्टा रहेछ, यसको पनि क्लियर गरिदिन्छु है त म। भन्दा हान्नु चाहिँ हानेको थिएँ, लगाइन के बिस्तारै त हानेको यत्रो। अनि त चरा के अन्त फिस्टा त्यो मारेको नि कामै छैन नि, यत्रो त्यो नाके कन्टेन्टको लागि यत्रो ठुलो मार्ने के ठुल्ठुलो सिकार गाइसहरू। अब चाहिँ मकै बारी बार्ने बेलै भएको छैन, अब बेला भएपछि झन् बब्बाले तरिकाले भेटिन्छ क्या। चराहरू थुप्रो पाइन्छ नि त। अब चाहिँ म डाइरेक्ट बाल्नु भेटिन्छ, लगिहालिन्छ। उता बाल्ने जुरेलीहरू भेटी लगिजान्छ। ओहो यार, बगाल भइहाल्छ नि। जुम पर, अब डाइरेक्ट पर जाने हो। चलो भाई देखो अब मैं क्या करता हूँ। यत्रो बारीभरि खोजे चराहरू र पनि भेटिनँ, एउटै पनि भेटिनँ। यहाँभित्र 3टा भेटेको थिएँ, एउटा 2टा उडीको। त यो अब म डाइरेक्ट पर के भन्छ मेरो बाख्रा आज चाहिँ यो हेर्दै जाने हो नि त। चराहरू कति भेटी लगियो भने त त्यसको नि के अब त्यो हेर्दै जाउँ न। त्यही त ल है त, तपाईँहरूलाई डाइरेक्ट म पर भेट्छु। आज चाहिँ हामीले चरावटा मात्र मारेको छौँ, अनि आज चाहिँ कन्टेन्ट यति नै, धेरै कन्टेन्ट पनि बनाउँदिनँ। चरा हान्नु जाँदै गरेको यता भेनाहरू भेटी लाग्यो, त्यही भएर म चाहिँ घर गइरहेको छु।
यही बाटो छ पुरै सधैँ हिँड्दै गरेको बाटो। तर आज चाहिँ कन्टेन्ट छोटो मिठो है त।